नमस्कार सबैजनामा। यस उच्च शिक्षा व्यवस्थापन सूचना प्रणाली (इसिएमएस)मा तथ्याङ्क व्यवस्थापन गर्न सहजीकरण गर्नका लागि तयार गरिएको यो प्रशिक्षण सेसनमा डिभोक्ससफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज हामी यस सिस्टमको एल्युमिनी म्यानेजमेन्ट मोडलको बारेमा हेरौँ। यो मोडलभित्र आइसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यो एल्युमिनी म्यानेजमेन्ट मोडलले ग्रेजुएटेड स्टुडेन्टलाई क्याम्पससँग कनेक्टेड भइराख्न र वर्कहरू एड गर्न एल्युमिनी कुन अर्गनाइजेसनमा के काम गरिरहेको छ भनेर सबै डिटेलहरूको रेकर्ड राख्नको लागि यो एल्युमिनी म्यानेजमेन्ट मोडल बनेको छ। र म हजुरहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने यो एल्युमिनी म्यानेजमेन्टको भिडियो हेर्नुभन्दा पहिला र यसमा डेटाहरू अपडेट गरेर डेटा राख्नुभन्दा पहिला चाहिँ हजुरहरूलाई ग्रेजुएसन म्यानेजमेन्ट मोडलको बारेमा फुल्ली आइडिया हुन एकदम जरुरी छ। किनभने ग्रेजुएटेड स्टुडेन्टको लिस्ट भनेकै हाम्रो यस एल्युमिनी म्यानेजमेन्टमा आउने लिस्ट हो र ती आइसकेको लिस्टमा नै हामीले वर्कहरू एड गर्न सक्छौँ। त्यस कारणले गर्दा चाहिँ ग्रेजुएसन म्यानेजमेन्टमा डेटाहरू हुन त्यसमा अपडेट हुन एकदम जरुरी छ। इफ हजुरहरूलाई ग्रेजुएसन म्यानेजमेन्टको बारेमा अलिक कन्फ्युजन छ भने चाहिँ हजुरले ग्रेजुएसन म्यानेजमेन्टमा एउटा भिडियो छ त्यो हेर्न सक्नुहुन्छ। अब हामी कुरा गरौँ यस एल्युमिनी म्यानेजमेन्टमा कसरी वर्कहरू एड गर्ने, कसरी स्टुडेन्टको लिस्ट एड गर्ने, ग्रेजुएसनबाट आएको स्टुडेन्टको डेटामा कसरी अरू वर्क एड गर्ने भन्ने बारेमा हेरौँ। रजिस्टर एल्युमिनी भनेर छ। यसमा चाहिँ एउटा यस्तो फर्म खुल्छ रजिस्टर गर्नको लागि स्टुडेन्टको डेटा। यो रजिस्टर हामीलाई किन चाहिन्छ भने चाहिँ एल्युमिनी रजिस्ट्रेसन। जस्तो हाम्रो सिस्टममा चाहिँ अराउन्ड 2077-78 ब्याचभन्दा यताको स्टुडेन्टको लिस्ट छ। त्योभन्दा अगाडिको स्टुडेन्ट चाहिँ हाम्रो सिस्टममा अभाइलेबल छैन नि त। त्यस कारणले गर्दा चाहिँ ती स्टुडेन्टको त्योभन्दा अगाडिको जस्तो 75, 74, 70को स्टुडेन्टको वर्कहरू एड गर्ने त्यस्तो कन्डिसन आयो भने चाहिँ हामीले कसरी एड गर्ने भन्दा चाहिँ हामीले यहाँबाट म्यानुअली स्टुडेन्टको नेम इन्टर गरेर सबै एड गर्नुपर्ने हुन्छ। फर्स्टमा यो फर्ममा हेरौँ अलिकति। यसमा चाहिँ ग्रेजुएटेड फिस्कल इयर भनेर छ। ग्रेजुएटेड फिस्कल इयर भनेको चाहिँ कुन फिस्कल इयरमा ग्रेजुएट भयो त्यो फिस्कल इयर राख्नुपर्ने हुन्छ। जस्तो पुरानो स्टुडेन्ट छ भने चाहिँ 78, 79, 78 जहिले पनि फिस्कल इयर हुनसक्छ ग्रेजुएट भएको। त्यो एउटा इन्टर गरिसकेपछि नेम नेपालीमा, इङ्ग्लिसमा, डेट अफ बर्थ भयो। डेट अफ बर्थ चाहिँ हामीले यसरी जस्तो इयर, मन्थ, डे भनेर चाहिँ त्यही प्याटर्नमा राख्नुपर्ने हुन्छ। सपोज म 2045 राखेँ। जस्तो अब मैले सिङ्गल 6, 7, 8 कुनै एउटा नम्बर सिङ्गल नम्बर राख्नुपर्ने जस्तो भने चाहिँ हामीले फर्स्टमा 0 इन्टर गरेर त्यसपछि नम्बर राख्नुपर्ने हुन्छ। त्यो चाहिँ हाम्रो होल सिस्टममा नै यही प्याटर्न छ डेट इन्टर गर्नमा। त्यसपछि इमेल छ। यो इमेल चाहिँ हामीले एकदम ध्यान दिएर राख्नुपर्ने हुन्छ। इफ यो इमेल मिस्टेक भयो भने चाहिँ जस्तो स्टुडेन्टलाई जाने मेल, उसको युजर नेम र पासवर्ड चाहिँ त्यसमा जानमा इस्यु हुन्छ। त्यस कारण चाहिँ यो मेल एकदम राइट हुन जरुरी छ। त्यस्तै गरेर जेन्डर, एथनिसिटी सबै रजिस्ट्रेसन नम्बरहरू सबै कुराहरू चाहिँ फिलअप गरिसकेपछि अब चाहिँ पासपोर्ट साइज फोटो एन्ड डकुमेन्ट भनेर यहाँ एउटा स्टुडेन्टको जसको हामीले डेटाहरू एड गर्दैछौँ जुन स्टुडेन्टको त्यो चाहिँ अपलोड पासपोर्ट साइज फोटोमा एउटा फोटो राख्ने। त्यसपछि ट्रान्सक्रिप्ट भइहाल्यो, रिसिप्ट भइहाल्यो पेमेन्ट गरेको। अरू कुनै डकुमेन्ट छ भने इम्पोर्टेन्ट डकुमेन्ट भयो। अनि एउटा सिग्नेचर, त्यो स्टुडेन्टको आफ्नो सिग्नेचरको फोटो अपलोड गर्नुपर्ने हुन्छ। हामीले हामीले सबमिट फर्म गरिसक्यो भने अब एल्युमिनीमा चाहिँ यहाँबाट हामीले रेजिस्टर एल्युमिनीबाट सबमिट गरेको स्टुडेन्टको लिस्ट चाहिँ आवर एल्युमिनीमा आउँछ। एल्युमिनी लिस्ट यसमा आउँछ। आइसकेपछि हामीले जस्तो कुनै सर्च हामीलाई फोन नम्बरबाट या मेलबाट कुनै पनिबाट सर्च गर्न चाहिँ सक्नुहुन्छ। 987755 गऱ्यो भने जुन यो फोन नम्बर देख्न सक्नुहुन्छ। यसरी जुन कुनैबाट हामी फोन नम्बर, इमेलबाट सर्च गर्न सक्छौँ। सर्च गरेर लिस्ट पाउन सकिन्छ। यसपछि चाहिँ एडिट भनेर यो एल्युमिनीको कुनै पनि डेटा मिस्टेक भयो, एडिट गर्नुपर्ने भयो भने चाहिँ यसरी यहाँ गएर एडिट गर्न सक्छौँ। अब वर्क एड गर्ने चाहिँ हाम्रो एल्युमिनिस भनेको चाहिँ मेनली वर्क एड गर्नुपर्ने हुन्छ। वर्क भने अर्गनाइजेसनको नेम भयो। यहाँ चाहिँ एडिङ वर्किङ डिटेल्स अल्सो एल्युमिनी कविता रुम्बा भनेर छ। कविता रुम्बाको चाहिँ वर्किङ डिटेल्स हुन्छ। उसले काम गरेको अर्गनाइजेसन, कुन पोस्टमा डेजिग्नेसन, अफिसको इमेल, अफिसको सबै एड्रेस भयो, सबै अफिसको एड्रेस, त्यसपछि फोन नम्बर, अफिसको युआरएल, जोइनिङ डेट सपोज 2000 यसरी 80 0401 भयो। अनि त्यसपछि वर्किङ जस्तो 2082 कुनै डेट हो भने वर्किङ राख्ने।
इफ कन्टिन्यू त्यही अर्गनाइजेसनमा वर्किङ छ भने चाहिँ हामीले यसलाई यसरी स्किप गरेर सबमिट गर्न सक्छौँ। यहाँ एउटा जोइनिङ लेटर सबमिट गरिसकेपछि हाम्रो डिटेल चाहिँ यहाँ आउँछ। अनि यसपछि हामीले जति पनि वर्क एड गर्न मिल्छ एकजनाको। यसरी मिस्टेक भयो भने हाम्रो यहाँ एक्सनमा आउँछ। हामीले एडिट पनि गर्न सक्छौँ। भने हामीले एल्युमिनीको कसरी वर्क एड गर्ने भन्ने बारेमा अब चाहिँ हाम्रो यहाँ समरी रिपोर्ट पनि जेनेरेट हुन्छ। समरी रिपोर्टमा चाहिँ यसरी यहाँ यो चाहिँ ब्याच इयर भयो, कुन ब्याचमा कति कति एल्युमिनीको ग्रेजुएट भएर आइसक्यो, कति एल्युमिनीको यहाँ डेटा छ भनेर यसरी देखाउँछ। अनि त्यसपछि यो भयो जेन्डर रेसियो सबै कुरा यसरी जेनेरेट हुन्छ। हामीलाई एक्सलमा चाहियो भने हामी एक्सपोर्ट एक्सेल गर्न सक्छौँ। त्यो सबै भयो हामीले ओल्ड एन्ड कसरी एड गर्ने र ग्रेजुएटबाट आएको एल्युमिनीको बारेमा तिनीहरूमा कसरी वर्कहरू एड गर्ने भन्ने बारेमा भयो। समयको अन्तराल र आवश्यकता अनुसार यस एचएमएस प्रणालीमा रहेका मोड्युलहरूमा केही सुधार र अपडेट हुने भएकाले आगामी दिनमा यस भिडियोका सूचनाहरू पर्याप्त नहुन र फरक हुन सक्छन्। तपाईँहरूको सक्रिय सहभागिताका साथ भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।